नमस्ते सम्पूर्णमा आउँदै गरेको 2082 सालको विजयदशमीको आज पहिलो दिन घटस्थापनाको हाम्रो सम्पूर्ण परिवारको तर्फबाट नेपाली भाषी नेपाली जहाँ स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई हाम्रो परिवारको तर्फबाट हजुरहरूको परिवारलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। हामी जमारा राख्ने प्लान गरेका छौँ सबैजना जम्मा भइसकेपछि। अनि माटो किन्न जानु छ, अझै पनि माटो किन्न गएको छैन। यहाँ म चाहिँ मकैहरू चाहिँ भिजाइराखेको छ। अब म चाहिँ यिनीहरू क्लिन गर्छु। अनि यो चाहिँ मैले त्यो उयो माझ्नको लागि गहुँको पिठो राखेँ, कागती राखेँ अनि नुन राखेँ। अब यसलाई यस्तो हेर्नै नहुने भएको छ, जति माझे पनि यस्तो भइहाल्छ। अनि अब यसलाई यस्तो बनाउँछु, यस्तो राम्रो क्लिन छ। अनि तपाईँहरूलाई देखाउँछु है मैले पछि म अब सफा ल गाइजहरू भाडा पनि माझे, पूजाको थालीहरू पूजाको सामानहरू पनि माझे। मेरो हालत पनि यस्तो भइसक्यो, झन्डै 1.5 घन्टा भइसक्यो। 2 बजीदेखि सुरु, 1:30 बजी सुरु गरेको 3 बजिसक्यो। यहाँ मकै या दौरी रेडी पारिसक्यो। अब सबैजना आइसकेपछि हामी रेडी गर्ने। हामी माटो किन्न जाँदैछौँ है जमारा राख्नको लागि। यहाँ त माटो पनि किन्नुपर्छ है। कोही बाले ब्याग पनि बोकेको छ माटो हाल्नको लागि। मैले पैसा बोकेको छ। दुईटाको 1.50 मान्छे एउटा भइहाल्यो। माटो पनि किन्यो है। यहाँ हालिदिने पानीमा ल फुल गरेर हाल्नु। यिनीहरू त राख्छ यस्तो गऱ्यौँ क्या के सानो हुन्छ सानो हुन्छ। जब न पूजा गर्ने बेला त कुर्ता लाउनुपर्छ। बत्ती बल्यो छैन है। ओहो ए ए तिम्रो राम्रो छ कस्तो लाग्छ? राम्रो। यो बत्ती चाहिँ कहाँ बाल्ने त? ढोक्दिम सबैजनाले ढोक्दिम, टमाटरलाई ढोक्दिम। यहाँ शिवजी नि हुनुहुन्छ, यहाँ गणेशजी नि हुनुहुन्छ, यहाँ बुद्धजी नि हुनुहुन्छ। यहाँ माथि 2टा बुद्ध हुनुहुन्छ। एउटा मात्रै भयो हुन्छ अलि तयारीहरू। यहाँ तेल छ, यहाँ पानी छ, यहाँ दुध हाल्ने छ। हजुर ल्याऊ। अब कहाँ खिच्छ नि यता
भन्नु न घट स्थापनाको आज दसैँको पहिलो दिनको हार्दिक मङ्गलमय शुभकामना। नमस्ते गर्नु बाबालाई। बस्छु घट स्थापनाको दसैँको पहिलो दिन विजय दशमीको शुभकामना। शुभकामना चाहिँ यो फुकाल्नु न किन ढोकेल यस्तो ए पढाइ ढोक्ने ल भयो क्या भयो क्या पैसै दिनुपर्ने हो क्या गइदिनु नि त रे यहाँ छ। ल यी वाले लगाइदियो बाबाले। मलाई नटी फुल भयो होला। लगाइदियो। त्यस्तो नगर न। फुल लगाइदियो फुल लगाइदियो। बस अब यहाँ त्यस्तोमा गर्ने हातमा गर हातमा हातमा किन किन बच्चा खुट्टामा के अरे बोल्यो पुट्टा बाबा पत्ता नि त पत्ता भन्नु न सानो मान्छे भनेको सानो हुन्छ त्यही भएर हातमा यस्तो गर्ने अनि यो ढाक्नु माटोले अलिअलि ढाक्नुपर्छ त अलिअलि माटो हालिदिनु माथि खोइ त हालिदियो नि माटो खोइ त त यहीँ छ अलिअलि हाल्नु होला है छोप्न त पऱ्यो नि आमा यो आटे हाल्यो भने के हुन्छ अलिअलि हाल्ने त होला नि आटा हाल्यो भने धेरै त हाल्ने छोप्दिनु अशुभ भनेको ब्याड थिङ हुन्छ हाल्नु है आमा हेर्नु त इबाको त्यो भयो त्यो अझै हाल्नु अहिले होइन ओए अहिले होइन नि अहिले मेहन्दी लगाइदिन्छ आमाले भयो त्यो अझै हालौँ भयो ल बन्द पटन है भयो किन तपाईँ के भयो र किन खिचेर अझै हाल्नुपर्छ कि त्यो ह्याप्पी घट स्थापना पेपर विजय दशमी एभ्रीबडी आज दसैँको नेपालमा पहिलो दिन। रहने एभ्रीबडी नेपालमा रहनु के Have a great day when everybody नेपालमा रहनुहुने विदेशमा रहनुहुने सबैजनालाई दसैँको पहिलो दिन घट स्थापनाको हार्दिक मङ्गलमय शुभकामना शुभकामना गर्दछु सबैजनालाई दसैँको नेपालमा रहनुहुने पावन अवसरमा सुख समृद्धि र के हो सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। ह्याप्पी घट स्थापना ह्याप्पी दसैँ बाई एभ्रीबडी